यो चाहिँ अपदाङगढी पृथ्वीनारायण शाहको नातिको छोरा के नाम थियो है? बहादुर शाहका छोरा शत्रु के थियो नाम हो उसको यो बनाएको संरचना हो। 1960 विक्रम सम्वत 1960 मा बनाएको। अनि यो चाहिँ अब तपाईँको यो खाल्टो यहाँ चाहिँ पानी हालेर गोही हालेर अनि यहाँ दुश्मनहरू आउन नदिने बनाउने खालको ठाउँ थियो यो किल्ला संरक्षणको लागि। यो चाहिँ नयाँ भर्खरै बनेको नयाँ घर हो र यो नेपालको झन्डा। यो सबै 1960 को पालाको हो सबै यो धरोहर। यति उचाइमा यस्तो ठाउँमा 2000 मिटर उचाइ, त्यति 2000 मिटर उचाइमा यस्तो बनाउनु भनेको एकदम ठुलै कुरो हो। मामा केही भन्नु ह? कस्तो लाग्यो? कस्तो छ अनुभव यहाँको? अचम्म लाग्यो। मद्दतलाई कस्तो लाग्यो? एकदम पिरामिड जस्तो लाग्यो। पिरामिड जस्तो लाग्यो है। यत्रो ठुल्ठुलो ढुङ्गाहरू कसरी बोक्यो होला नि जस्तो लाग्यो नि। हो नि। अनि यो ग्यापमा चाहिँ यो तोप गोला बारुद हान्ने ठाउँ यो। दुश्मनहरू आयो भने यताबाट हेर्ने, किल्ला नजिक आयो भने यहाँबाट बम बारुद हान्ने। यो चाहिँ यस्तो खालको हो। अहिले अझै बन्दै गरेको छ। यो मेन गेट भयो, यो इन्ट्रान्स गेट। यो भर्खरै बनेको नयाँ घर। ल यति उचाइमा रमाइलो छ है त ल।